आदरणीय दर्शक महानुभावहरू, आज यस ओपन माइक कार्यक्रममा हामीसँग एकजना विशिष्ट अतिथि हुनुहुन्छ जो उमेरले धेरै लामो अनुभव र उमेरका हिसाबले उहाँलाई धेरै ठुलो व्यक्तिका रूपमा हामी ग्रहण गर्न सक्दैनौँ। यद्यपि उहाँको अनुभव र उहाँले प्राप्त गरेको शिक्षा र अनुभवका आधारमा हामी उहाँलाई एकजना वैज्ञानिक, युवा वैज्ञानिकका रूपमा ग्रहण गर्न सक्छौँ। यसर्थ आज यस ओपन माइक कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरेर डाक्टर विष्णु जोशी हाम्रो कार्यक्रममा उपस्थित भइसक्नु भएको छ। उहाँलाई स्वागत गरौँ। स्वागत छ विष्णु डाक्टर। धन्यवाद रमेश। अनि डाक्टर साहब, जस्तो एकदम कम समय नेपालमा थियो, यहाँको एक हप्ताको समय, त्यस बिचमा काठमाडौँ टेलिभिजनको यस ओपन माइक कार्यक्रममा यहाँले आइदिनु भयो। त्यसका निमित्त म टेलिभिजन परिवारको तर्फबाट यहाँलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। हजुर। अनि डाक्टर साहबले जस्तो अहिले अमेरिकामा बसेर पिएचडी सकाएर त्यहाँको एक्सपिरियन्स, यहाँको युनिभर्सिटीको त्रिवेणी युनिभर्सिटीको सेन्ट्रल डिपार्टमेन्टमा तपाईँले सेयरिङ गरिराख्नु भएको, अनि महावीर पुनको क्याम्पेनिङमा यहाँले सपोर्ट गरिराख्नु भएको विषयमा इन्टरभ्यूको प्रारम्भ त्यहाँबाट सुरु गरौँ कि भन्ने लागिरहेको छ होइन? र यहाँको कस्तो रह्यो यो एक हप्ता बसाइ, नेपालको बसाइ, काठमाडौँको बसाइ? एकदम उत्साही छु। अब जहिले पनि तपाईँको विमान ल्यान्ड हुँदै गर्दा एउटा अर्कै फिलिङ आउँछ होइन? देश भनेको त तपाईँ हाम्रो एयरपोर्ट हुन त तपाईँको विश्वको हामी तपाईँ न्युयोर्कका अन्तका तपाईँको होइन दुबई ट्रान्जिट भएको एयरपोर्टहरू हेर्दाखेरि त्यो सफा त्यति त नहोला हाम्रो एयरपोर्ट, तर त्यहाँ आउँदाखेरि जुन फिलिङ आउँछ त्यहाँनिर नमस्ते गरेको होइन, त्यो छिर्दै गर्दा त्यो एउटा अद्भुत सबै नेपालीमा हुने एउटा त्यो उत्साह हो, आफ्नो मातृभूमि फर्किँदैछु भनेर होइन। अब योपालि एकदम छोटो समय भएको हुनाले अब म यो छोटो समयमा चाहिँ आफूले जानेको बुझेको कुराहरू चाहिँ आफ्ना दाजुभाइ दिदीबहिनीहरूसँग सेयर गरौँ, अनि आफू इन्भल्भ भएका संस्थाहरूमा केही एउटा सानोतिनो योगदान होस् आफ्नो विशेषज्ञता अनुसार भनेर चाहिँ। अनि आउँदै गर्दा टियु सेन्ट्रल डिपार्टमेन्ट अफ केमिस्ट्रीको प्राध्यापकहरूले चाहिँ केही समय दिनु होला हाम्रा विद्यार्थीलाई, भनिदिनु होला तपाईँको मेडिसिनल केमिस्ट्री, ड्रग डिजाइन मेरो एरिया होइन, आजकल लेटेस्ट रिसर्च के भइरहेछ र विदेश उच्च शिक्षाको लागि छात्रवृत्ति पाउन के गर्नुपर्छ भनेर उहाँहरूले निम्तो दिनुभएको थियो। त्यसैले म हिजो त्रिभुवन विश्वविद्यालयमा थिएँ। अनि त्यतिखेर अनि राष्ट्रिय आविष्कार केन्द्रको पनि महावीर दाइले चाहिँ उहाँहरूको एउटा ग्रुपले चाहिँ ड्रोन प्रोजेक्ट छ, त्यो चाहिँ तपाईँको ड्रोनले चाहिँ तपाईँको एकदम रिमोट एरियामा चाहिँ मेडिसिन चाहिँ इमर्जेन्सी मेडिसिन चाहिँ डेलिभर गर्ने प्रोजेक्टमा उहाँहरू हुनुहुन्छ होइन। सानो ड्रोनले, किनकि जहाँ हिँडेरै 3-4 दिन लाग्ने अब एकदम हिमाली विकट ठाउँमा एउटा ड्रोनलाई चाहिँ इमर्जेन्सी मेडिसिन त पठाउन सकियो नि त। त्यो प्रोजेक्टको लागि उहाँहरूलाई ड्रोनको केही सामग्री आवश्यक थियो, त्यो ल्याइदिनु भन्नुभएको थियो। अनि त्यो पनि ल्याएर त्यहीँबाट अनि हस्तान्तरण गरेँ मैले हिजो, त्यही सिलसिलामा हो। अनि डाक्टर साहबको जस्तो संक्षिप्त परिचय, यो कार्यक्रम हेरिराख्नु भएको नेपाली भाषीहरू हुन्छ जुन नेपाल र अन्तर्राष्ट्रिय रूपमा यो कार्यक्रम हेरिराख्नु भएको छ, उहाँलाई विष्णु जोशी भनेर कसरी चिनाउने? हजुर, मेरो घर चाहिँ खप्तर छान्ना बझाङ हो। म एकदम खप्तरको फेदमै हो, जहाँ चाहिँ तपाईँको मेरो खप्तर छान्न सकिन्छ त्यहाँबाट खप्तर राष्ट्रिय निकुञ्ज नै सुरु हुन्छ होइन। बचपनमा मैले पनि एकदम सामान्य त्यही खोलामा गएर माछा समात्दै होइन, अनि गएर ऐसेलु काफल टिप्दै डन्डीबियो कबड्डी, अब आजकलको जस्तो थिएन त्यो बेलामा आइप्याडहरू केही थिएन होइन। हाम्रो बाल्यकाल त्यसरी सामान्य नै बितेको। अलिकति म सौभाग्यशाली आफूलाई के ठान्छु भने मेरो बुवामा शिक्षिका हुनुहुन्थ्यो, आमा विज्ञान शिक्षिका हुनुहुन्थ्यो, बुवा अङ्ग्रेजीको शिक्षक हुनुहुन्थ्यो। त्यसले गर्दा अलिकति घरमै अलिकति शिक्षाको वातावरण भएको हुनाले शिक्षामा लाग्यो। अन्त त्यसबाहेक अब मेरो बुवा, मैले त जनयुद्धकाल पनि धेरै नजिकबाट देखेँ होइन। बुवामा अलिक प्रगतिशील सोचको हुनुहुन्थ्यो। हुन त हाम्रो बझाङतिर अब तपाईँहरूलाई सुदूरपश्चिम भन्ने बित्तिकै हाम्रो छाउपडी छ, जातीय विभेद छ, अरू पनि धेरै वर्गीय विभेदहरू छन्, तर हाम्रो बुवामा चाहिँ एकतिर टिचर, अर्कोतिर अलिक प्रगतिशील विचारको हुनाले चाहिँ एउटा राम्रो स्कुलिङ पाइयो। वैज्ञानिक दृष्टिकोणले हेर्नुपर्छ, कुनै पनि जात रङ्ग छाला भन्दा पनि एउटा मान्छेको गुण विशेषज्ञता के छ त्यसलाई नै प्रायोरिटी दिइन्थ्यो। अझ एकदम धेरै पैसाको पछि कुद्नुभन्दा पनि बुवामा भन्नुहुन्थ्यो, तिमी चाहिँ वास्तवमा विज्ञ भयो भने, इमान्दार भयो भने पैसा त आउँछ नै भन्नुहुन्थ्यो होइन। त्यो संस्कार राम्रो पाइयो ठान्छु म, त्यस स्तरमा भाग्य पनि ठान्छु। तर त्यति भन्दै गर्दा चाहिँ त्यहाँ उच्च, तपाईँलाई थाहै छ स्कुलको हालत के छ। बुवामा अब प्राइमेरी निभावीसम्म त उहाँले पढाउनुहुन्थ्यो, माध्यमिक विद्यालयको लागि चाहिँ उहाँहरूले सम्भव देख्नु भएन र मलाई काठमाडौँ पठाउनु भयो। त्यो बेलामा धेरै गाह्रो थियो, आमाले कानको सुन मङ्गलसूत्र समेत बेचेर हामीलाई पढाउनु भएको हो। त्यसले बताउँछ कि हाम्रो एउटा एभरेज दुईजनै शिक्षक शिक्षिकाले आफ्नो कानको सुन बेच्नुपर्छ भने एउटा सामान्य किसानले आफ्नो छोराछोरीलाई कसरी पढाउने हैन। हामी समाजवाद उन्मुख संविधान भन्छ, शिक्षाको हालत के छ, त्यहाँ शिक्षा नसुधारे त के होला हैन। अलिकति रिफ्लेक्सन गर्दा तपाईले सोध्नु भएको हुनाले
अनि त्यसपछि चाहिँ मैले उच्च शिक्षा चाहिँ छात्रवृत्ति पाएँ, भारतमा गएर बिएससी एमएससी गरेँ। त्यसपछि फेरि छात्रवृत्तिमा युनिभर्सिटी अफ म्यासाचुसेट्समा पिएचडीको लागि गएँ। त्यहाँ टिचिङ एसिस्टेन्ट पनि थियो। त्यहाँ कलेजमा पिएचडी गर्दै गर्दा 6 वर्ष पढाएँ भने मैले त्यहाँको अन्डर ग्रेजुएटहरूलाई 5 वर्ष 5.5 वर्ष। अनि त्यसपछि गत वर्ष मेरो पिएचडी सकेपछि चाहिँ म बोस्टनमा एउटा हार्वर्ड इनोभेसन ल्याब्सको पार्ट छ, एउटा जेल फर मेडिसिन भन्ने कम्पनी छ। त्यसले चाहिँ जेलहरू चाहिँ औषधिको लागि, विशेष गरी वुन्ड केयरको लागि त्यो ड्रग डेभलपमेन्टमा म चाहिँ बायोमेटेरियल साइन्टिस्टको रूपमा काम गरिरहेको छु अहिले। मेरो संक्षिप्त यही नै हो। अनि विष्ट साहबको फ्यामिली ब्याकग्राउन्ड बुवामाको त भन्नुभयो, यहाँको निजी जुन अहिले जीवन छ त्यो एकल छ या चाहिँ यहाँ विवाहित हो? म विवाहित छु। मेरो श्रीमती आयुषा शाही हो। उसले पनि मास्टर्स इन बायोटेक्नोलोजी गरेकी छ। बोस्टनमा एउटा कोनाजेन भन्ने कम्पनीमा ऊ वैज्ञानिकको रूपमा काम गर्छ। ऊ पनि हामीसँगै छौँ। जस्तो अब चाहिँ एउटा ठुलो अहिले नेपाल मात्रै होइन, संसारले फेस गरिराखेको अहिले आर्थिक सङ्कट होइन, फाइनेन्सियल क्राइसिस छ र सँगसँगै नेपालले ठुलो एउटा नेपाल जस्तै विकासोन्मुख डेभलपिङ कन्ट्रिजहरूले अर्को एउटा ठुलो सङ्कटको सामना गरिराख्नु परिरहेको छ कि एउटा चाहिँ जस्तो नेपाल जस्तो राष्ट्रबाट या डेभलपिङ कन्ट्री जुनसुकै पनि होस्, नेपाल जस्तो राष्ट्रको अब यहाँ पोलिसी नै या स्ट्राटेजी नै त्यो खालको डेभलप भएको छ या चाहिँ हाम्रो मानसिकता बिग्रेको छ होइन? अलिकति राम्रो छ ब्रेन भने त्यो पनि बाहिर माइग्रेट भइहाल्ने, अनि अलिकति मसल्स छ, अलिक बलियो छ भने पनि ऊ पनि त्यसको सर्टेन एउटा अर्को जोन छ, त्यो जोनमा गएर लेबर हामी या ब्रेन सेल गरिरहेछौँ या मसल सेल गरिरहेछौँ होइन, स्किल र हामीसँग प्रोफिसियन्सी दुइटै सेल गरिरहेछौँ। यसले कहीँ विकराल परिस्थिति त निम्ताउँदैन, आर्थिक सङ्कट त छँदैछ होइन, यहाँ बुद्धि पनि नहुने र मसल्स पनि नहुने होइन, युथ पनि नहुने, ब्रेन पनि नहुने भयो भने त यहाँ केही न केही कुराको भ्याकुम भएको यहाँलाई अनुभूति हुन्छ हुँदैन? या यहाँहरू जसरी अमेरिका बसिराख्नु भएको छ होइन, यहाँ र यहाँको मिसेस बसिराख्नु भएको छ, एउटा ठुलो सर्कल छ भनौँ न, अमेरिका, अस्ट्रेलिया, युरोप या गल्फ कन्ट्रिजमा पनि अहिले राम्रो ब्रेन ड्रेन भइरहेछ गल्फ कन्ट्रिजमा पनि होइन, त्यहाँ पनि पेमेन्ट राम्रो छ, चाइना पनि त्यस्तो खालको भइरहेछ। यसर्थ नेपालले त्यो ब्रेनको सट्टा सब्स्टिट्युसन के भेटिरहेछ त, कि हामी लसमा मात्रै छौँ? एकदमै सान्दर्भिक प्रश्न गर्नुभयो। बिल्कुल एकदम त्यो हामीले चाहिँ एकदमै स्वर्ण अवसर लगभग घुम्दै गइरहेछ होइन। 2030सम्ममा भनिएको छ कि हाम्रो अहिलेको जनगणना हेर्नुभयो हालसालै आयो, हाम्रो युवा पपुलेसन अलिकति ग्रोथ रेट पनि घट्दो छ होइन। त्यसको मतलब अब युवाभन्दा हामी वृद्ध बढी हुन्छौँ र अब तपाईँको अभियसली भ्याक्सिन र चाहिँ स्वास्थ्य केयर अलिकति बेटर त भएकै छ, त्यसले गर्दा औसत आयु बढेको हुनाले अब वृद्धहरू अलिक बढी हुन्छन्। तपाईँले अर्थतन्त्रको एकदमै सान्दर्भिक कुरा गर्नुभयो। अमेरिकामा पनि सिलिकन भ्याली ब्याङ्क जस्तो चाहिँ क्रास भयो होइन, आर्थिक मन्दी छ र रसिया र अमेरिकाको वारले गर्दा, त्यो त सर्वविदितै छ। यसमा हामीले गुमाइरहेको चाहिँ तपाईँ चाइनाको हेर्नुहोस्, उनीहरूले आफूलाई लिबरलाइज अलिकति गरेपछि होइन, तपाईँको 1980s पछि 80sदेखि उनीहरूलाई अर्ली 2010सम्म चाहिँ उहाँहरूको त्यो युवा पपुलेसन पनि थियो, त्यहाँ लेबर फोर्स थियो, चाइनाको एकदमै ऱ्यापिड ग्रोथ भयो। तर अहिले चाइना पनि एकदम रिसेसन क्राइसिसमातिर गइरहेछ। त्यो किन भयो भने उनीहरूको युवा अब वृद्धमा गयो, अब त्यहाँ पनि युवा छैन अब तपाईँको होइन। चाइनामा पनि त्यो पहिलाको जस्तो त्यो ग्रोथ रेटै कम छ र त्यस्तो युवा जुन क्रियाशील तपाईँले भन्नुभयो जस्तो माइन्ड र मसल, अब अलि माइन्ड त चाइनाले अलि भित्राएको छ राम्रो पोलिसी गरेर होइन, चाइनाको पनि अलि उठ। अनि त्यस्तै गरी अर्को एउटा फेस गरेको जापान हो, हेर्नुहोस् एकदम वृद्ध, उहाँ त्यहाँको लाइफ एक्सपेक्टेन्सी धेरै छ होइन, 100 वर्ष बाँच्नेहरू धेरै हुनुहुन्छ त्यहाँ। त्यसले गर्दा जापान पनि एउटा त्यो युवा क्राइसिस आइरहेछ। चाइना र जापान जस्तो चाहिँ तपाईँको पूर्वाधारमा विकास गरिसकेका देशहरूमा यस्तो आइरहेछ भने हामीलाई नआउने भन्ने त कुरै छैन होइन। एउटा आजै बिहान एउटा कल स्ट्याटस राख्नु भएको थियो, अबको 20 वर्षमा हामीले जुन युवाहरूको जुन छ त्यो हामीले गुमाउँछौँ। अहिले हामी जुन सबैभन्दा बढी युवा जनसङ्ख्या छ त्यो पनि गुमाउँछौँ। अनि वृद्ध बुवा मात्रै रहनुहुन्छ कि उहाँहरूलाई हेर्ने मान्छे समेत नरहने विकराल अवस्था आउन सक्छ यो ब्रेन ड्रेन र मसल ड्रेनले गर्दा होइन। यसलाई चाहिँ अब चीनले चाहिँ के गर्यो भने उनीहरूले एउटा ब्रेन गेन भन्ने प्रोग्राम सुरु गरेको थियो तपाईँको 90sतिर होइन। अमेरिका युरोपतिर राम्रा विश्वविद्यालयमा गएर पढेकाहरूलाई उहाँहरूले के गर्नुभएको थियो भने तपाईँले त्यहाँ खाइपाएको सेवा सुविधा हामी दिन्छौँ, आउनुहोस् भनेर चाहिँ चाइनाका विभिन्न युनिभर्सिटीहरूमा उहाँहरूलाई बोलाइयो। उहाँकै सेवा सुविधा दिएपछि त आयो उहाँहरू, आएर उहाँहरू आफ्नै पनि राम्रो भयो नि त। सिङ्गापुर पनि एउटा राम्रो मोडलमा गयो, उनीहरूले आफ्नै एउटा सेल्फ सस्टेनिङ ग्रोथ गर्यो होइन। भारत पनि अलि जनसङ्ख्या धेरै भएको हुनाले अलि ढिला होला, तर 2050सम्म बिस्तारै भारत पनि त्यो केही कदम लिएको देखिन्छ तपाईँको। जस्तै त्यहाँ पनि आइआइटी होइन, आइआइएमहरू राम्रा इन्स्टिट्युसनहरू छन्। हाम्रो चाहिँ अहिले दिइएको छ हजुर। हाम्रो चाहिँ दुर्भाग्य भन्नुपर्छ तपाईँको सरकारी हाम्रो यो विश्वविद्यालयमा अलि बढी राजनीतिमै हामी अल्झियौँ। त्यसमा नीति निर्माण जस्तो त्यसलाई अलिक स्वतन्त्र राखिदिनु पर्थ्यो, प्राध्यापकहरूलाई अलिक विज्ञताको आधारमा त्यहाँ चयनहरू हुनु पर्थ्यो। राजनीतिक नियुक्तिले गर्दा अब फेरि अस्थिरता,
त्यसले गर्दा हामी त्यो लय नै पक्रिन सकेको छैन र व्यक्तिहरू जस्तै महावीर पुनदाई जस्ता जसले चाहिँ एउटा आविष्कार गर्नुपर्छ, हामीले एउटा चाहिँ उद्यम सृजना गर्नुपर्छ भन्नुहुन्छ, त्यसको लागि अब पनि सरकारको भनि जस्तो सहयोग आएको छैन। त्यसबाहेक स्वास्थ्यमा पनि डाक्टर भगवान कोइराला उहाँहरू अमेरिका आउँदाखेरि हामीहरूले भेट्छौँ होइन, उहाँहरूले भन्नुहुन्छ विदेशमा बस्ने दाजुभाइहरूले आफ्नो सक्दो सहयोग त गर्नुहुन्छ, तर एउटा पोइन्टमा गएर त देशकै लागि रूपान्तरण गर्नलाई त सरकारले त स्टेप इन गर्नै पर्छ। त्यो बाटो चाहिँ अलिकति मिसिङ हुन्छ हामीलाई। त्यसैले हामी यहाँ आएको छोटो समयमा हामी एकदम सेलेक्टिभली महावीर दालाई भेट्नु, अनि मैले जस्तै गरी पूर्व शिक्षा मन्त्री शिशिर खनाल दालाई भेटेको थिएँ अस्ति उहाँ प्रतिनिधि सभा मिटिङभन्दा अगाडि। अब अहिले गएर पनि म फेरि सुमना श्रेष्ठजीसँग पनि भेट्दैछु, विधायकहरूसँग। यहाँ कुनै पोलिटिकल लबिङको लागि भेटेको होइन हामीले खालि तपाईँको केही राम्रो विधेयकहरू आउँछ, त्यहाँ शिक्षा स्वास्थ्यका केही विज्ञहरूले सुझाव दिन सक्छन् भने हामीलाई भन्नुहोस्, हामी त्यहाँ हामीले उताको देश विदेशको देखेको त्यहाँको अनुभवको आधारमा कस्ता नीति निर्माणहरू हामीले दूरगामी रूपमा होइन। अर्थतन्त्र र युवा जनशक्ति त भन्नुभयो तपाईँले, अर्को एउटा एकदमै विकराल हुनेवाला जलवायु परिवर्तन पनि हो। आज पाकिस्तानमा हेर्नुहोस् कहिले बाढी आउँछ कहिले खरेडी आउँछ, हाम्रो पनि भइसक्यो। बझाङतिर तपाईँको चाहिँ गहुँ लाउने सिजन अहिले त पुरै सुक्खा हुन थालिसक्यो होइन। साइपालको त्यो हिमालमा तपाईँको कार्बन पार्टिकलले ब्ल्याक आइस भइसक्यो, त्यो ब्ल्याक स्नो भनिन्छ क्या त्यो। अब यो एकदम जलवायु परिवर्तनले पनि हामीलाई मार्नेवाला छ। कहिले बाढी पहिरो आउने त्यो सबै सुरु देखिसक्यो हामीले, त्यसको पनि हामी त तयारै छैनौँ कि। त्यो जस्तो अब क्लाइमेट चेन्जको कुरा गर्नुभयो डाक्टर साहबले होइन, क्लाइमेट चेन्जमा त एडभान्स कन्ट्री जुन मोडर्न कन्ट्री छ नि उहाँहरूले क्लाइमेट चेन्जमा ठुलो इम्प्याक्ट हजुर छ भन्ने लाग्दैन? एकदम त्यो त ठुलो विवाद हो नि उहाँहरूको हो नि। आज हाम्रो नेपालमा त एकदम 40% अहिले फरेस्ट कभरेज एकदम त्यो मात्रै होइन, इन्डस्ट्री हाम्रो एकदम त्यो नगण्य नै छ भने हामीले त कार्बन इमिसन्समा एकदम होइन हाम्रो कन्ट्रिब्युसन त हाई छ, तर उनीहरूको चाहिँ कार्बन इमिसन्समा बढीभन्दा बढी पोल्युसन त उहाँहरूको पार्ट एकदम यो तपाईँको हाम्रो अमेरिका युरोप अस्ट्रेलिया यिनीहरूको एकदम गजब भन्नुभयो तपाईँले। इन्डस्ट्रियल रिभोल्युसन सुरु भएदेखि अब होइन तपाईँको जलवायु परिवर्तन त्यहीँबाट अलि बढी विकराल रूप लिएको हो। तपाईँको विशेष गरी विश्वको तापमान जुन बढ्न थाल्यो 1850 को पछि होइन। अब त्यो सुरुमा चाहिँ तपाईँको बेलायततिर फ्रान्सतिर त्यो इन्डस्ट्रियल रिभोल्युसन भयो, त्यो बेलामा त्यति एवेरनेस थिएन। उहाँहरूले अब ऱ्यान्डमली जीवाश्म इन्धनहरू प्रयोग भयो होइन, कार्बन उत्सर्जन बढ्यो। त्यसपछि त्यो अमेरिकामा सिफ्ट भयो 19औं शताब्दीमा। 20औं शताब्दीमा फेरि एसियामा आयो तपाईँको चाइना। तर तपाईँ देख्नुहुन्छ पहिला एउटा विकास ग्रोथ रेट भइरहेको बेलामा कुनै पनि देशले इन्डस्ट्रीहरू त बनाउनै पर्छ होइन। त्यसरी एउटा ठुलो अर्थतन्त्र बन्ने नै त्यसरी हो, कार्बन फुटप्रिन्ट बढी हुन्छ नै भयो नै होइन। उहाँहरू अब अलिक समृद्ध भएपछि अमेरिकाले पनि दोस्रो विश्वयुद्धपछि चाहिँ ल अब यो फ्याक्ट्रीहरू चाहिँ चाइनातिर जाओस्, हामी चाहिँ अलिक इन्टेलेक्चुअल सोच्छौँ भनेर उहाँहरूले सञ्चारतिर जानु। आज हेर्नुहोस् गुगलदेखि लिएर माइक्रोसफ्ट सबै चाहिँ यो अलिकति सोच्ने अलिकति त्यतातिर अमेरिकाले गरेको हुनाले उसको अनि प्लस हतियारको अफकोर्स होइन अर्थतन्त्र उनीहरूको छ बलियो भयो। अब चाइना पनि बिस्तारै बिस्तारै फ्याक्ट्रीहरू तपाईँ हेर्नुहोस् भियतनाम भारततिर आउँछ कि, चाइनाले पनि अब अलिकति अब हेल्थको हो अफ्रिकातिर उनीहरूलाई पनि हेल्थ प्रब्लम भयो नि त, मान्छेको स्ट्यान्डर्ड अफ लिभिङ बढ्यो। अनि त्यहाँ अब फेरि शिक्षा स्वास्थ्यको स्तर बढ्दै गएपछि त यो प्रदूषणको विरुद्ध मान्छेले सुधार्न चाहन्छ होइन। तर यसको अर्को कुरा तपाईँले देख्नुभयो होला विभिन्न यो जलवायु परिवर्तन सम्बन्धी मिटिङहरू भइरहन्छन् होइन। तपाईँको त्यहाँ जल्दोबल्दो आवाज उठिरहेको छ। 2030 सम्ममा युरोले त इलेक्ट्रिक भेहिकलमा जाने भनिसक्यो, अमेरिकाले पनि। उहाँहरूले त्यो अलिअलि कन्ट्रोल मेजर्स लिनुभएको छ। अब हामीले लिएका त छैनौँ, तर भाग्य भन्नुपर्छ कि यो विश्व बदलेपछि हामी पनि बदलिन्छौँ कि। यो हाम्रो विकास त कस्तो छ भने उहाँहरू हामी त धक्का लिएर पनि जान्छौँ कि। यो सूचना र सञ्चार आज हेर्नुहोस् विगत 10 वर्षमा हामी कहाँ पुग्यौँ? त्यो विश्वको परिवर्तनले ल्याएको परिवर्तन हो, कसैले गरिदिएको होइन होइन। हजुर जस्तो अब डाक्टर साहबले जुन युनिभर्सिटीमा जुन पिएचडी गर्नुभयो, जहाँ अहिले एज अ साइन्टिस्टको रूपमा होइन फार्मेसीमा जुन इनोभेसनमा डाक्टर साहब लागिराख्नु भएको छ, त्यसको डाइरेक्ट बेनिफिट नेपालले लिन सक्छ? नेपालमा अहिले त्यो खालको डाक्टर साहबको एक्सपर्टाइज या डाक्टर साहबको नलेज जुन एक्सपिरियन्स तपाईँले छोटो समयमा सानो उमेरमा जुन प्राप्त गर्नुभएको छ, तपाईँ यो उमेरमा नेपालले तपाईँलाई नेपालको जुन अहिलेको टेक्नोलोजी जुन इनोभेसन छ त्यसले तपाईँलाई यहाँ सस्टेन गराउन सक्ने अवस्था छ, रोक्न सक्ने अवस्था छ? हजुर एकदमै महत्त्वपूर्ण प्रश्न सोध्नुभयो। अलिकति अप्ठ्यारो छ यहाँ होइन। कस्तो छ भने तपाईँले कसैले आएर यहाँ गर्छु भन्यो भने यो कस्तो अवस्था हो भने फर्किन्छु भन्नु भनेको त म विमान लिएर आउँछु, पहिला त्योभन्दा अगाडि एयरपोर्ट बनाउँछु, कालो पत्र गर्छु, अनि विमान ल्यान्डिङ गर्छु भने जस्तै चाहिँ तपाईँको त्यो लेभलको चुनौती छ होइन। तपाईँ चाहिँ एकदमै दृढ सङ्कल्प शक्ति पनि चाहियो। र तपाईँले भन्नुभयो जुन मेरो विशेष गरी मेडिसिनल केमिस्ट्रीको सेक्टरमा मेरो जुन विज्ञता छ विशेषज्ञता छ त्यसले डाइरेक्टली के गर्न सक्छ त होइन। मैले पनि सोचेँ अब उतापट्टि हेर्नुहोस् तपाईँ भारत र चीन छन्,
जेनेरिक ड्रगमा उनीहरू अब चाइनाले त भारत पनि लगभग चाइनामै आश्रित हो, यति सस्तोमा निकाल्नुहुन्छ कि हाम्रो नेपालको फार्मास्युटिकलहरू त प्रायः प्याकेजिङ मात्रै हो कि चाइनाबाट आउने त्यो औषधिलाई उहाँहरूले यसो मेड इन नेपालको प्याकेज मात्रै लाउने हो। एक्टिभ फार्माकोलोजिकल इन्ग्रिडियन्ट एपिआई भनिन्छ कि तपाईँको त्यो एपिआई चाहिँ चाइनाबाटै आउने हो होइन। त्यो अनि त्यो पनि र मटेरियल सबै त्यहीँबाट छ। उहाँहरूको त बृहत उत्पादन गर्नलाई इन्डस्ट्रीहरू सबै छ, र मटेरियल सस्तोमा छ, सबै सिस्टमहरू छ होइन। त्यो हामी त्यसमा कम्पिट हामीले गर्नै सक्दैनौँ कि। अनि हामी भूपेरिपस्थित देश भएको हुनाले कच्चा पदार्थ ल्याउनु पनि हाम्रो कस्ट धेरै छ। अनि त्यसपछि अब बिचौलियाबाजी छ स्टेप स्टेपमा होइन, गभर्मेन्टको हेल्प छैन। फेरि त्यहाँ गभर्मेन्टको सब्सिडी हुन्छ नि त, त्यसलाई प्रवर्धन गर्नलाई एउटा चाहिँ स्टार्टअप उद्यमलाई चाहिँ होइन भर्खर भर्खर सुरु भइरहेको, त्यसको लागि तपाईँको सिड मनी गभर्मेन्टले इन्भेस्ट गर्ने होइन। जस्तै अहिले म एउटा कम्पनीमा काम गरिरहेको छु जेल फर मेडिसिन भन्ने होइन, त्यो पनि स्टार्टअपै हो। त्यहाँ तपाईँको NIH अमेरिकाको नेसनल इन्स्टिट्युट अफ हेल्थले चाहिँ तपाईँको मिलियन्स डलर्सको अनुदान दिएको छ क्या उसलाई, ताकि त्यो औषधि भोलि त्यो त आउने त विश्वभरि जाने हो नि त्यो औषधि, FDA एप्रुभलमा छ हाम्रो त्यो होइन। त्यसै गरी हाम्रो त्यो नभएको हुनाले चाहिँ त्यसरी हामी अब चाइना र भारतको बिचमा बसेर चाहिँ यहाँ अब ग्लोबल्ली चाहिँ हामी कम्पिट गर्न सक्छौँ भने चाहिँ त्यो अतिशुद्ध हुन्छ। तर त्यति भन्दै गर्दा हामीले केमा ध्यान दिनु पर्ने, हाम्रो के छ त हाम्रो स्ट्रेन्थ। हामी हिमालयन एरियामा छौँ, हाम्रा जडीबुटीहरू हाम्रो स्ट्रेन्थ हो होइन। तपाईँको रेयर जडीबुटीहरू हिमालमा जुन पाइने यार्सा गुम्बा होस् अथवा तपाईँको हाम्रा अरू सबै होइन दालचिनीदेखि लिएर टिमुर सामान्यको जडीबुटी पनि तपाईँको आजकल सप्लिमेन्टको रूपमा बिक्छ के। अब कोर एलोप्याथिक मेडिसिन एक्टिभ फार्माकोलोजिकल इन्ग्रिडियन्ट बनाउन त्यो क्वालिटी कन्ट्रोल हामीसँग नहोला, तर त्यो फेरि FDA एप्रुभल पाउनु पनि गाह्रो हुन्छ तपाईँको त्यो मेडिसिनमा त होइन। तर फेरि यो परम्परागत जुन आयुर्वेदिक औषधिको जुन छ भारतले एक्चुअली धेरै नै राम्रो गरिसक्यो। त्यो पतञ्जलि हेर्नुहोस्, हिमालय हेर्नुहोस्, उनीहरूले त्यो कुरा रियलाइज गर्यो कि। अनि त्यो त अहिले त $1 बिलियन मार्केट भइसक्यो। अमेरिकाको पनि तपाईँ स्टोरमा जानुहोस्, सप्लिमेन्ट्सहरू त पुरै पाइन्छ तपाईँको। कर्क्युमिन अब त्यो ट्युमेरिकको हल्दीको पुरै राखिरहेको हुन्छ होइन, इम्युन बुस्टर भनेर राखिरहेको हुन्छ होइन। हुन पनि हो, अब त्यस्तै गरी अरू टिमुरको पनि हुनसक्थ्यो होला। त्यस्ता धेरै हामीले चाहिँ के पहिचान गर्नु पऱ्यो भने हामीले चाइना र भारतसँग अरू कुरामा त्यो बृहत उत्पादनमा गर्न सक्छौँ। यार्सा गुम्बाको आँगनमै हुर्किन्छ। हजुर एकदम। हाम्रो खप्तडमा पनि साइपाल खप्तडबाट जडीबुटीको सङ्कलन हुन्छ। कुन्टलका कुन्टल जडीबुटी वर्षेनी तपाईँको चाहिँ कौडीको भाउमा इन्डिया बेचिन्छ, त्यहाँबाट अब कहाँ जान्छन् होइन। तपाईँको शिलाजित हाम्रो त्यही पाहाडबाट निकाल्ने हो, त्यो भेरीको मह केही दिन अगाडि तपाईँले हेर्ने कथामा देख्नु जुम्ला गएर उहाँले निकाल्नु भएको थियो। त्यो पनि एक किसिमको मेडिसिनल प्रपर्टी हुन्छ, जङ्गलको फुल खाएको होइन। खप्तडमा तपाईँको 400-500 प्रजातिका त विभिन्न फुलहरू छन्। त्यो फुल विभिन्न फुलबाट आएको महको पनि अब कार्तिके मह हुन्छ, जेठे मह हुन्छ, त्यो महकै पनि एउटा मेडिसिनल भ्यालु हुनसक्छ। आजकल त न्युट्रास्युटिकल्स भन्ने छ कि, फार्मास्युटिकल्सको न्युट्रिसन होइन। हामीले त्यतातिर अनि अर्ग्यानिकको कस्तो छ हेर्नुहोस् त, हिमालयको फुटहिल्समा हिमालयन हर्ब्स भन्यो भने त त्यसको एउटा ब्रान्डिङ गर्न हामीले अलिक सकिरहेको छैनौँ कि। अनि त्यता चाहिँ मेरो विशेषज्ञताले त्यहाँ हेल्प गर्न सक्थ्यो होला। म यसमा तपाईँलाई एउटा कङ्क्रिट एक्जाम्पल दिन्छु। 2018मा चाहिँ म अमेरिकामा युनिभर्सिटी अफ म्यासाचुसेट्समा विद्यार्थी गर्दै गर्दा मेडिसिनल केमिस्ट्रीमा त्यहाँ चाहिँ के मुद्दा चलिरहेको थियो भने गाँजालाई लिगलाइज गर्ने कि नगर्ने भन्ने कुरा थियो होइन। तपाईँलाई थाहा छ रक्सीको लागि त पुरै सबै छ, 80% अल्कोहलभन्दा बढी खायो भने त सबै ड्राइभिङको पनि होइन, ड्रिङ्क एन्ड ड्राइभ गर्न पाउनुहुन्न, सर्टेन त्यो बनेको छ नि त। बियरमा 80% अल्कोहल छ, तपाईँले यति खायो भने यति लाग्छ, सबै कुरा वेल डिफाइन्ड छ। गाँजामा त्यो अलिक भेग थियो नि त। फेरि गाँजामा फेरि कुनै हेम्प हुन्छ, कुनै म्यारावाना हुन्छ, त्यो तपाईँको टेट्राहाइड्रोक्यारामिनोल जुन यसको अथवा CBD त्यो कन्टेन्ट जुन लाग्ने कन्टेन्ट छ नि गाँजाको, त्यो कति मात्रामा छ भन्ने कुराले चाहिँ तपाईँको त्यो निर्धारण गर्छ। त्यो बोट अनुसार त्यो धेरै फरक छ कि त्यहाँ क्वालिटी कन्ट्रोल छैन। त्यसैले त्यहाँ चाहिँ गाँजा लिगलाइज गर्नुभन्दा अगाडि वैज्ञानिकहरूलाई के सोधियो भने ल तपाईँहरू यसको डिटर्मिन गर्नुहोस् नि त, यसमा कति THC छ, कति THCसम्म चाहिँ खाँदा ठिक होला, कतिभन्दा बढी चाहिँ अब ड्राइभ गर्नलाई होइन एउटा सामान्य फङ्सनिङ गर्नलाई ह्याम्पर गर्छ, त्यस्तो क्वालिटी कन्ट्रोल त चाहियो नि त। पछि उहाँहरूले हेम्प र हाम्रो भाँगो भनिन्छ, गाँजा र भाँगोमा फरक छ नि त। हेम्प र चाहिँ म्यारावाना छुट्याइदियो, नलाग्नेलाई हेम्पको चाहिँ त्यो प्रोटिन निकाल्न सकियो, जुटहरू निकाल्न सकियो। केही दिन अगाडि एउटा बझाङको मैले एउटा उद्यमीलाई भेटेको थिएँ, उहाँ गणेश एडी हो। उहाँले चाहिँ अल्लो र चाहिँ भाँगाको चाहिँ त्यो रेसाबाट उहाँले एउटा उद्यम खोल्नु भएको छ। त्यस्तै गरी हाम्रो पूर्व इन्जिनियर भीम उपाध्यायजी हुनुहुन्छ, भोलि बिहान उहाँलाई म भेट्दैछु। उहाँले पनि गाँजाको धेरै भनिरहनुहुन्छ उहाँले होइन। हामीले मैले एउटा उदाहरण दिएको, गाँजाको एकजना अभियन्ताभित्र पर्नुहुन्छ, उहाँले धेरै यो कुरामा चेतन ल्याउन हजुर हो। नै अब यो कस्तो छ भने त्यसमा हो यस्ता कुरामा चाहिँ हामीले कस्तो छ भने गाँजा लिगलाइज गर्नुपर्छ भनेर भाषण त हामीले दियौँ, तर त्यसको लागि चाहिने जुन पूर्वाधार छ नि वैज्ञानिकहरूले परीक्षण गर्नु परेन। भोलि पुरै देशको युवाहरूलाई गजेडी बनाउनु त खोजेको होइन नि त तपाईँले गाँजा लिगलाइज गरेर।
त्यसलाई त औषधीय रूपमा होइन कतिसम्म औषधीय रूपमा हुन्छ कुन मात्रामा राख्ने अनि कस्तो गाँजाको ग्रेड छुट्याउने अनि कसरी कहाँ बेच्ने कतिमा बेच्ने क्वालिटी कन्ट्रोल चाहियो नि त त्यो सबै मेकानिजम नबनाएर यतिकै लिगलाइज गरिदिनु भनेको त हाम्रा युवाहरूलाई गन्जडी बनाउनु हो नि त होइन त्यो पाटोमा चाहिँ ध्यान जति जानु पर्थ्यो गएको छैन त्यस्तोमा चाहिँ हामी जस्ता विशेषज्ञ विज्ञहरूले हेल्प गर्न सक्छौँ होइन र प्रयासहरू साना साना भइरहेछन् ग्रुपहरू बनिरहेछन् आफ्नो तर्फबाट लबिङ भइरहेछ तर अलिकति गभर्मेन्टले नै यसमा ध्यान दिइदियो भने अलि राम्रो त हुन्थ्यो त्यसो भए विष्णु डाक्टर साहब के छ नेपाल फर्किने योजना कहिलेसम्म कतिसम्म या कस्तो खालको तपाईँको जस्तो त्यहाँ फ्रेन्ड सर्कलमा या तपाईँको साइन्टिस्टहरूको ग्रुपमा या चाहिँ स्टुडेन्ट्स रिसर्चरको ग्रुपमा होइन तपाईँको छलफल हुँदा के हुन्छ नेपाल कहिले फर्किने या नेपाल फर्किन सकिँदैन यहाँ यस्तै छ होइन हामी त हिजो मात्रै एउटा पार्टीको नेताले भनिराख्नु भएको थियो हामी पनि जान सक्थ्यौँ हामी पनि क्षमतावान थियौँ तर हामी यहाँ सडकमा बस्यौँ होइन हामीले यहाँको ढुङ्गा खायौँ माटो खायौँ तपाईँ जान सक्नुहुन्छ तर तपाईँले यहाँ किन बसिस् भनेर भन्न सक्नुहुन्न भन्ने खालको कुरा राख्नु भएको थियो डाक्टर साहबलाई त्यही सन्दर्भलाई जोडेर मैले भने कहिलेसम्म आउने खालको छ इन्भाइरोमेन्ट नेपालमा त्यो खालको आउने वातावरण बन्छ कि बन्दैन यहाँहरूलाई जस्तो त्यस्तो कस्तो लाग्छ नेपालको यो राजनीतिक परिस्थिति होइन यहाँको सामाजिक परिस्थिति यहाँको आर्थिक परिवेश तपाईँलाई धान्छ कि धान्दैन होइन त्यो पनि एउटा महत्त्वपूर्ण पक्ष छ मात्रै आर्थिक पाटो मात्रै होइन अन्य पाटो पनि छ र अन्य पाटोसँग चाहिँ महत्त्वपूर्ण आर्थिक पाटो पनि होइन एकदमै गम्भीर प्रश्न गर्नुभयो र म यसमा इमान्दार उत्तर दिने प्रयास गर्छु अब फर्किने कुरा जुन छ त्यसलाई जोड्दै गर्दा जानेबाटै सुरु गरौँ किनकि यो सबै त होइन तपाईँको सुरुमा त अब अहिले त तपाईँको विकासशील देशमा त यो कस्तो फ्यासन जस्तो भयो कि आवश्यकता थियो नै अब कतिपय लेभलमा त फ्यासन भयो कि विदेश जानु त हाम्रो पालामा चाहिँ कमसेकम ब्याचलर्स मास्टर्स गरेर जाउँ भन्ने हुन्थ्यो अहिले त एसएलसी पास गर्ने बित्तिकै मेसेज पठाउनुहुन्छ भाइ बहिनीहरूले कसरी जाने भनेर उहाँहरूलाई भन्छु म कमसेकम ब्याचलर्स त लिएर आउनुहोस् किनकि त्योभन्दा अगाडि धेरै चाँडो गयो भने अलिक भड्किन्छ कि तपाईँको अन्डर ग्रेजुएट चाहिँ प्रायः छात्रवृत्तिमा पाइँदैन किनकि उनीहरू विदेशतिरका कलेजहरू अन्डर ग्रेजुएटबाटै कमाउने हो होइन हामीले अब पैसाहरू देखाएर अब विभिन्न गरेर अथवा आफन्तसँग मागेर कोही आफन्त बिजनेस गरेर जान त जालान् त्यहाँ गएर पनि उनीहरूले विद्यार्थीले सही समय दिन पाउँदैनन् पार्ट टाइममा काम गर्छन् एउटा क्रेडिट लियो दुईवटा क्रेडिट लियो त्यो 4 वर्षमा हुनु अन्डर ग्रेजुएटलाई 6 वर्ष 8 वर्ष लाग्छ त्यति गर्दा मान्छे भड्किन्छ कि अनि भड्केर त्यो बाटो बिराउँछ अनि उसले देशलाई बिर्सिन्छ कि यो मैले धेरैचोटि भन्छु उहाँले के भन्नुहुन्छ आफू गयो अनि हामीलाई यसो भन्छ उहाँले बुझिदिनुहुन्न हामीले भड्केको देखेर भनेको हो नि त त्यसैले अलिकति कम्तीमा पनि देशमा ग्रेजुएटसम्म गर्नुपर्छ अलि म्याच्युरिटी म्याच्योर भएरै जानुपर्छ ताकि उसले ड्रग्सतिर नलागोस् नभड्कियोस् अलि आफ्नो म्याच्युरिटी आएपछि कि अब मैले यति भन्दै गर्दा चाहिँ म पहिलोचोटि जाँदाखेरि चाहिँ मेरो दिल्लीमा ट्रान्जिट थियो हेर्नुहोस् अब सबै नेपालीको त्यही हो मसँग जानलाई पैसा पनि थिएन मेरो टिकट पनि भिनाजुले काटिदियो अमेरिकाबाट होइन रिनुमा टिकट काटेर त म जाँदैछु होइन दिल्लीमा ट्रान्जिट थियो अनि म नेपाली अब त्यही त हो नि यसो हेऱ्यो त्यहाँको दिल्लीको प्रहरीले अनि युनिभर्सिटी अफ म्यासाचुसेट्सको भिसा छ उसलाई त पत्यार लागेन छ कि तलमाथि हेऱ्यो यो असली हे क्या भनेर सोध्यो कि मलाई हेर्नुहोस् त्यो हरियो पासपोर्टको के भ्यालु छ त्यहाँ तपाईँको नेपाली चाहिँ युनिभर्सिटी अफ म्यासाचुसेट्स गयो होला भन्ने पनि उसलाई पत्यार लागेन कि अनि एकछिन रुक भनेर मैले त त्यो चेक गर्न लाग्यो उसले डबल चेक गर्न लाग्यो कि यो कहीँ फेक त होइन भनेर कि अनि पछि उसको हाकिमले चेक गर्यो अब अभियसली त्यो त बारकोड सारकोड हुन्छ अनि असली छोडिदियो भन्यो तर त्यहाँनिर त्यो हुँदाखेरि मलाई चसक्क लाग्यो कि हुन त ऊ पनि प्रहरी हुनु त उसलाई म्यासाचुसेट्सको त्यो उच्चारण पनि गर्न आउनु थियो होला तर उसले मलाई हेप्यो नि त किन हेप्यो भने मेरो देशलाई हेपेको हो त्यो होइन हाम्रा नेताहरू चाहिँ आफ्नो स्वास्थ्य उपचार गर्न चाहिँ कति जानुहुन्छ उहाँहरूलाई यो कहिले फिल हुन्छ होला कि हुँदैन होला हाम्रो त्यो हरियो पासपोर्टले हाम्रो देशले कति हेपाइ खान्छ होइन एउटा तपाईँको यहाँबाट हाम्रो प्रधानमन्त्री डिप्लोमेट पासपोर्ट युज गर्नु हजुर गरे पनि वहाँ जाँदाखेरि एउटा सचिव स्तरको मान्छे उहाँलाई भेट्न आउँछ मैले भन्न खोजेको देश एउटा अर्थतन्त्र चाहिँ एउटा विज्ञताको सदुपयोग गर्न सकिएन भने देशको नै भ्यालु घट्छ कि आज सिङ्गापुर जस्तो एउटा सानो सहर जत्रो सहरको चाहिँ सबैभन्दा स्ट्रङ पासपोर्ट छ जापानको होइन हामी भनौँ न एक किसिमले त्यहाँबाट मलाई चसक्क चाहिँ के लाग्यो भने हो देशको लागि केही गरिनँ भने चाहिँ तपाईँ जहाँ पुगेर जति नै सफल भए पनि आखिर हेपाइ नै खाइने रहेछ भन्ने फिल भयो है त्यसपछि अब सुरुमा विदेश जाँदाखेरि अब त्यही हो हेर्नुहोस् अब यस्तो धुलो धुवाँबाट गएको अमेरिकाको त त्यो गल्लीहरू त तपाईँलाई पार्क जस्तो लाग्छ कि त्यहाँ त घरको नि होइन वरिपरि उद्यानहरू हुन्छ हरेक घरको त एउटा सीमा तोकिएको हुन्छ तपाईँ गल्ली नै पार्क जस्तो लाग्छ कि हरियो छ होइन यताउति छ अनि फेरि अलिक ठुलो सहरमा आइयो भने चाहिँ हामी त हरियो वन नेपालको धन भनेको हरियो वन त अमेरिकाको धन हो त्यहाँ पनि एकदमै चाहिँ व्यवस्थित छ कि त पिच गरिन्छ अनि जहाँ पिच छ नि त्यहाँ घाँस चाहिँ ल्यान्डस्केप म्यानेजमेन्ट त एउटा स्टडी नै छ त्यहाँ तपाईँको होइन अनि न्युयोर्कमा फेरि गइयो त्यो सेन्ट्रल पार्क हेर्नुहोस् न्युयोर्क सहरको बिचमा सेन्ट्रल पार्क छ त्यहाँ पोखरीहरू छन् रुखहरू छन् त्यहाँ होइन तपाईँको रङहरू कति बदलिरहन्छ फल कलर भन्छ होइन अनि त्यहाँ गयो वर्ल्ड ट्रेड सेन्टरको 100 तले बिल्डिङ अगाडि गएर फोटो खिच्यो ओहो सबैले यहाँबाट कमेन्ट गर्छन् लाइक गर्छन् कति मजा आउँछ सुरुमा त होइन तर त्यो चाहिँ पछि चाहिँ एकदम स्यालो हुँदो रहेछ क्या त्यो अलि पढ्दै गएपछि कति लाइक कमेन्ट गर्दै बस्ने यार के मेरो जीवनको यति नै हो त औचित्य होइन
म एउटा यत्रो वैज्ञानिक त्यत्रो खप्तर छानाबाट म आएको, कति दुःख छ कति विकटबाट, त्यो कुराले चाहिँ बिस्तारै पिरोल्न थाल्दो रहेछ कि म यतिमै मैले आफूलाई चाहिँ अब सफल भएँ मानेर चाहिँ भुलेर बस्ने हो त भनेर। त्यसपछि बिस्तारै बिस्तारै तपाईँलाई भित्रबाट त्यो जब पिरोल्न थाल्छ नि, अब मैले कसरी फर्किने त होइन, किनकि हामीलाई थाहा छ सहज देश त हामीले देखेको। हामी कार्यक्रमको अन्तिमतिर छौँ। डाक्टर साहब, मैले सोध्न छोडेको कुनै प्रश्न जस्तो लाग्छ जुन डाक्टर साहब मैले यो कार्यक्रममा आएर यो भन्नु पर्थ्यो मैले भन्ने एकदम संक्षिप्त हुँदा। हजुर, ल म यसलाई नै टुङ्ग्याउँछु। तपाईँको त्यो पोल्दै गएपछि चाहिँ मान्छेले अब कसरी फर्किने त होइन, हामीलाई थाहा छ परिस्थिति त सहज छैन। त्यसैले चाहिँ धेरै जसो रिसर्चरहरू आजकल ग्रुप बनाएर जाउँ, संस्थाहरू बनाऊँ, त्यस्तै भनेर हामीले नेपाल फर्कौँ महाअभियान भनेर नि सुरु गऱ्यौँ। त्यसमा फर्किन चाहने अथवा फर्केकालाई मद्दत गर्न चाहने रिसर्चरहरू मिलेर केही उद्यमहरू खोलौँ, केही शिक्षामा हेल्प गरौँ, डेटाबेसहरू बनाऊँ, अलिकति मौलिक रिसर्चहरू गरौँ, हाम्रा प्रब्लमहरू भनेर लागिरहनु भएको छ। विज्ञहरू मिलेर चाहिँ त्यहाँबाट हामीले हालै एउटा नेक्सस इन्स्टिट्युट अफ रिसर्च एन्ड इनोभेसन निरी भनेर खोलेका छौँ। अनि त्यस्तै गरी राष्ट्रिय आविष्कार केन्द्रसँग पनि हामीले सहकार्य गर्छौँ। यसरी नै फर्किनु पऱ्यो, होस्टेमा हैसे मिलाएर। यो देश त हाम्रो हो। विज्ञहरूले चाहिँ चटक्कै चाहिँ तपाईँको यो त्यहाँ विकसित देशमा गएर त्यो फ्लड लाइटको मुनि एउटा बल्ब बनेर बस्नुभन्दा चाहिँ जहाँ गएर त्यहाँ आएर दियो बाल्यो भने नै हाम्रो जीवनको सार्थकता हुन्छ, त्यस्तो मलाई लाग्छ होइन। आदरणीय दर्शक महानुभावहरू, आज अब हामी यस कार्यक्रमको अन्त्यतिर आएका छौँ। आजको कार्यक्रममा अतिथि हुनुहुन्थ्यो डाक्टर विष्णु जोशी र उहाँलाई यो कार्यक्रममा आउनुभएकोमा धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता रमेश पनेरू पनि बिदा हुन चाहन्छु। धन्यवाद, नमस्कार।